अर्थ मन्त्रालयको कार्यभार सम्हालेको पहिलो हप्तामा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नीतिगत निर्णय, प्रशासनिक सुधार र निजी क्षेत्रसँगको सहकार्यलाई तीव्रता दिएका छन्। चैत 13 गते पदभार ग्रहण गरेका अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि स्पष्ट मार्गचित्र अगाडि सारेका छन्। महत्वपूर्ण नीतिगत निर्णय र सुधारका पहल अर्थमन्त्री वाग्लेले पद बहालीसँगै 3वटै महत्वपूर्ण निर्णय गरेका थिए, जसमा चैत 12, 2082 सम्मको आर्थिक स्थिति पत्र तत्काल तयार गर्दै निर्वाचनका बाचा कार्यान्वयनका लागि 100 दिने अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने उल्लेख गरेका छन्। यस्तै उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस बमोजिम राजस्व अनुसन्धान विभाग लगायत 15वटा ऐन खारेज गर्ने निर्णय गरेका छन्। निजी उद्यम, व्यवसाय, सुरक्षा एवं ठूला आयोजना सहजीकरणका लागि कानून सुधारको प्राथमिकता तय गर्ने निर्णय पनि भएको छ। प्रशासनिक सुधार र मेरिटोक्रेसी मन्त्रालयको कार्य सम्पादनलाई प्रभावकारी बनाउन मन्त्री वाग्लेले 30 जना उपसचिवहरूको मेरिट योग्यताका आधारमा पद स्थापना गरेका छन्। उनले मन्त्रालय अन्तर्गतका बजेट, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध, राजस्व व्यवस्थापन, वित्तीय संघीयता, समन्वयन लगायत 6वटा महाशाखा, 2 विभाग र अन्य महत्वपूर्ण कार्यालयहरूको ब्रिफिङ लिएका छन्। राजस्व संकलन र छुवावट नियन्त्रणका लागि सुरक्षा निकाय र राजस्व प्रशासनलाई प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन्। मन्त्री वाग्लेले सेवाग्राहीलाई दुःख र हैरानी नदी लक्ष्य भन्दा बढी राजस्व पालन गर्न आग्रह गरेका छन्। निजी क्षेत्रसँगको सहकार्य र बजेट तयारी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूको छलफलमा उनले सरकार निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति सहित अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले उद्योगीहरूलाई निश्चित भएर लगानी बढाउन र देशमा रोजगारी सिर्जना गर्न आह्वान गरेका छन्। यसैबीच आर्थिक वर्ष 2083-84 को बजेट लेखनका लागि सहसचिव उत्तर खत्रीको संयोजकत्वमा समिति गठन गरी बजेटको तयारी समेत शुरू गरिएको छ। आगामी बजेटका लागि सुझाव संकलन गर्न र भन्सार कार्यालयहरूको निरीक्षण गर्न मन्त्री वाग्ले वीरगञ्ज पुगेर त्यहाँका उद्योगी व्यवसायीहरूसँग अन्तर्क्रिया गरेका छन्।